यत्रको लाज भएको दुध त दुध भनेको नि के को लाज बोकिरहेछौ त गालामा नभएको टिम्पल भए कसरी भयो कसैले लाडोले हान्दै क्या होइन यो पानी झरो पानी झरो हा पानी त आकाशबाट टन्नै झरिरहेको के हो यार सँगै सँगै ट्याक गरिरहेको त मोजी के गर्छ तिगला भाइ भाइ ngầm भाजिया छ्या 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 कसरी झरेको त नि बिचरा गाह्रो भयो कनाउ है कनाउ गाह्रो भने कनाउ बिचरा गाह्रो पो हुन्छ त बुबु हेरौँ त भेना तपाईँको बुबु देखाउनु त भेना एकचोटि अलिक टाढा गरेर दुध देखाउनु त भेना बुबु छाम्दाखेरि नथाम्नु गिलो हुन्छ मेरो जवानी नाश हुन्छ अब श्रीमती हो पूजा गरेर राख्नु अगरबत्ती सल्काएर नगर सुतिहाल्छ कि बेथा लागिहाल्छ मेरो आवाज सुन्ने बित्तिकै ऊ सुतिहाल्ने के कनाउँछ ओछ्यान लाउँछ दिउँसै फोन नलाउ ल सबैले माझ लाइभ आऊ त बोला ओछ्यान लाउँछ बेग्लै कनायो दिदी होइन म त सुँगेर पत्ता लाउँछु दिदी होइन अर्कै कनायो दिदी आराम छ यो फ्रेन्ड भएको होइन भेना भन कस्तो खालको हो न तेरिका भेना भन के मेरो पनि डियर भेना कि त डाक्टर साहब भन कि भेना भन हामी भेनाले पनि जान्दछ उपचार गर्न ल केको डाक्टर हो यही नाम राखेको डाक्टर हो म विशेष गरी यही पनि हामी यो यस्तो के हाम्रो चाहिँ के छ भने नानीहर हाम्रो चाहिँ हस्पिटलको डाक्टरले निको नपार्ने रोगहरू निको पार्छौँ हामीले पनि नसकेको निको पार्छौँ विशेष गरी भाउजू क्याटेगोरीका उमेरहरूलाई हामी उपचार गर्छौँ दाईहरू विदेशतिर पल्टनतिर अब यस्तो हुन्छ कि नानी हेर तिमीले त्यो बेथा लागेको छ नि दुर्बिन मैले छोडेँ भरे आउनु उपचार हुन्छ अब यस्तो हुन्छ कि अब कोही महिला मित्रहरू लडिहाल्ने पुर्लुक्कै लडिहाल्ने त्यहाँबाट चाहिँ नि अब महिला मित्रहरूले छामछुम गरेर पनि नउठ्ने तर पुरुष मित्रहरूले ए कान्छी के भयो हौ भनेपछि पाचाक पुचुक छामेपछि निको हुने बेथा हुन्छ के हो त्यो रोग हामी निको पार्छौँ के हामी चाहिँ नाइटा मुनि सुई लाउँछौँ हेर है सृष्टि मेरो साली हो अप्ठ्यारो नमान्नु है अब किनभने हुर्केकी छोरी जाँथे यतिको त अब किनभने अब कति वर्ष भयो है सृष्टि म भयो 23 भयो 28 भयो रे अब 28 तिर त होला हौ बुबु हेर्दाखेरि त अब हामी चाहिँ अड्कल छौँ के माइन नगरे हामी त बुबु हेरौँ त भेना तपाईँको बुबु देखाउनु त भेना एकचोटि अलिक टाढा गरेर दुध देखाउनु त भेना सानो छौ मुन्टा चाहिँ अलिक तर तिम्रो भन्दा ठुलो पो छौ गाठे बुबु त मेरो त जिम गरेको मान्छे पो त कान्छी हे तेरिका ब्रा त उस्तै लाग्छ क्यार खै हेरौँ न एकचोटि नामै के को डाक्टर रहेछ भने पढिसक्यो यहाँ डियर साली तिमी पनि बुबु जा म पनि बुबु दिन्छु ल बुबु साटौँ लु जा तर ठिक छ अब भर्खर आएकी चाहिँ अब अप्ठ्यारो पनि मान्छे होला है तर मेरो सालीको पुतली साह्रै राम्रो हौ त्यो पाखुराको आहा मेरो दिमाग मैले अर्कै सोचिरहेको एकछिन के भन्न लाग्यो छ्या भन्ने सोचिरहेको त्यो नछप हेर मैले देखि धेरै छ अर्को पनि राम्रो छ सृष्टि च्याट्टै हौ फुलबुट्टे है तेरिको 4 बुट्टे रुमाल भने यतिका मान्छेले बिहा गर्दा फाइदा धेरै हुन्छ है राजाहरू धेरै फाइदा हुन्छ हेर तर होइन सृष्टि पनि राम्री चाहिँ खोइ बिहा गरेर नेपाल छोड्यो भने त बिग्रिन्छ होला हौ देवरहरूले बिगार्छ होला हौ हो के यस्तो हुन्छ कि अब हामीहरू म त अहिले बाहिरतिर छु है म झुट बोल्दिनँ म कोरियातिर छु हेर अब नेपाल आएर बिहा गरौँला अब छुट्टीमा आइन्छ उही 45 दिनको छुट्टी हुन्छ 15 दिनमा बिहा गर्छ 1 महिना ल्याम गरिन्छ 1 महिना हलो जोतिन्छ अनि त्यो जोतेको बारी फेरि अब त्यो नजोतिकन झार पलाउँछ के बानी हुन्छ अनि त्यहाँबाट त्यो देवरहरूको चयन भाउजू आरामै कहाँ हो र घर अनि त्यस्तो गोरु जोत्नु पर्ने ठाउँ अनि हे तेरो त्यो के त्यो कस्तो तिमी कुरा बुझ्दैनौ कति वर्ष भयो सृष्टि कुरा बुझ्नु पर्छ अब त हे तेरिका छोटकरी कुरा बुझ न अनि खेताल लाउन सक्दैन अनि किन आफै गएर गर्नु पर्यो र ए तेरिका हो अहिले त्यो आफ्नो हली भन्दा अर्काले जोतेको राम्रो मान्छन् कि आफ्नाले भन्दा अर्काले जोतेको राम्रो मान्छन् यसो हलीहरूलाई बोलाएर के त्यसो गरिदिने के अब उसले कुरा बिगारी ऊ अब हेर त आश लाग्दो केटो जेठाजु परो अब मैले अघि सोचे थिएँ गाली गर्नु दोर्जे भनेर गाली गर्नु त यहाँ रातो पुतली भन्दैछ दोर्जेले यसको नाममा म माथि गएर मुद्दिन्छु अहिले म उसको नाममा ऊ त्यो फटाइ कमेन्ट नगर ए राजाहरू म त साँच्चै रिस पर्छ त उहाँ ए दोर्जे भरे मेरो लाइफमा आऊ मोरा त्यहाँ उहाँ कुरा मिल्न आँटेको माग्दैछु यहाँ झन्डै मिल्न आँटेको उहाँ दिदी पहिला गयो भने उहाँ सालीले काम दिन्छ कि भनेर उहाँ दोर्जेले अघि हात लागेछ कि पहिलाको भुपु एक्स त होइन नि चिन्दिन हौ यहाँ आएर त कमेन्ट गर्नु के रातो पुतली भन्दै आएर यहाँ रातो छैन कि कालो छ हो कालो इस कहाँबाट रातो दियो होइन ए जेपिटी कमेन्ट नगर हो भुपु एक्स भने ठिक छ
तिम्रो र मेरो हनीमुन हुँदाखेरि भिडियो कल गरौँला जेपिटी कमेन्ट नगर है डोन आइसक्यो अनि ए साली ए हजुर हामी चाहिँ कस्तो कुराले लिएका छौँ भने जस्तै महिलाहरूको उत्तेजना महिला सुरक्षित महिला हस्तमैथुन अनि चाहिँ यो पिरियड हुँदाखेरि अलिकति सरसफाइमा कसरी ध्यान दिने त्यो पनि हामीले गरेका छौँ फोकस गरेका छौँ है माइन्ड नगर्नु अब दूरबीन नभए पनि म त अब हेर्ने बानी परिसक्यो मेरा सालीले पनि कसरी छोका छन् चोखो चाहिँ होइनन् क्या र भर्जिन चाहिँ होइन हाम्री साली स्तनहरू त ठिकै छ यतिको चाहिँ डोरीले कसेपछि भइ नै हाल्छ अर्को पनि अलिअलि साली नानी सरसफाइ गर्नु होला बेला बेला यो शनिबार प्यारेर कहिले कहिले यसो जङ्गल काट्नु वन जङ्गल अलिकति छोटाउनु है राम्रो छ चिट्टीको बुट्टा म त झ्याउ लाग्छ आफै काट्नु न जङ्गल यसो हुन्छ कि नानी भेनाले बाक्लो पालेका छन् भेनाले हामी छोरा मान्छेले पालेको मनपर्छ किनभने पछाडि जङ्गल नि त्यो जङ्गल होइन कि हेत्तेरिका बुद्धिले उसले फेरि सिधा भन्नुपर्छ क्या भूतला सिधा भन्नुपर्छ न बुद्धिन क्या उसले अनि चाहिँ यस्तो हुन्छ ए साली किम्ला अर्का मान्छे आउँछन् यहाँ अर्का बोकाहरू घुस्छन् कम्ती गाह्रो छ अहिले तरुनी जोगाउन कार्तिक मङ्सिरमा त्यो कुकुरिन जोगाए जति कम्ती गाह्रो छ लु गेमलाई हाल ट्याप गराऊ यसो हुन्छ कि साली ए हामी छोरा मान्छेले पालेको राम्रो किनभने अब लिङ्गको त आँखा हुन्न अनि महिलाहरू ढाक लाउँछन् मेरो त छल्ती पानी आउँछ भन्छन् छलबेल पानी आउँछ भन्छन् फेरि उज्यालोमा यौन सम्पर्क गर्न मान्दैनन् पानी आइरहेको छ लास्टै 1-2 हप्ता हुन लागिसक्यो पानी परेछ तेरिका यिनलाई फेरि सिधै भन्नुपर्छ के त्यो बर्सातको पानी भनेको उतो कि त्यो फिलाको चेपमा के कुरै बुझ्दिन के बुझौ अब हो त्यो चेपामा के चेपमा के मासुको चोक्टामा अनि चाहिँ यहाँ सुना यस्तो हुन्छन् कि हामी छोरा मान्छेले चाहिँ भुत्ला किन पाल्छ भने अब यसो हनीमुन मनाउँदाखेरि छ्याक गर्दाखेरि कतिको भिज्दो रहेछ भुत्ला होइन अनि त्यो भिजेपछि पानी त मजाले आउँदो रहेछ भनेर बुझ्छौँ अब यसो महिलाहरू चाहिँ नपाल्नु त्यो भुत्ला पाल्यो भने कन्फ्युज हुन्छ के अब चाहिँ किनभने अब हामीले छोरा मान्छेलाई भनेको हामीले आवाज आएको मनपर्छ सारी हेर साली तिम्रो दिदीले पनि मैले घप गर्दा आवाज आएको मनपर्छ मलाई लुती चाहिँ तिमी जस्तै लुती कराउँदै कराएन कपालबाट तानेर चाकमा हिर्काएको कराई यसो हुन्छ कि साली ए गोले यस्तो हुन्छ कि लुती मान्छेले फोन नचलाऊ अब फोन नचलाऊ दिदी सुरुमा बच्चा पाउनै मानिन है दुख्छ भाउ म त नानी दुख्छ भनेर च्यातिन्छ दुख्छ भनेर इत्राको अनि त्यो बुबु छाम्दाखेरि नथाम्नु गिलो हुन्छ मेरो जवानी नास हुन्छ अब श्रीमती हो पूजा गरेर राख्नु अगरबत्ती सल्काएर माग्दा पनि नदिएको पुरु 1500 पैसा दिएको थिएँ बाहिर ठ्याकानेर आऊ भनेर कहाँमा जान्छु आफ्नो बुढी त्यति गोदिले छि मैले त राति नै बिताएको 12:30तिर होला 10:30 देखि मागेको बल्ल दिई 12:30तिर दिई एकताल दिई फेरि त्यहाँबाट बानी भएपछि त्यहाँदेखि छोडे पो सबैले माया छ साली यसो के हेर साली तिमीले लुतो फाल्यौ अस्ति लुतो चिलाउने फाल्यौ लुतो चाउने एक गते फालेको श्राउने एक गते लुतो त काले केटा सबैजना एभ्रीवन अलिकति गेम खेलौँ न अस्ति लुतो फालेको थियो त अनि चाउने एक गते साउने संगति लुतो फाल्छ बाक्लो आयो कि पातलो आयो कस्तो आयो लुतो कसरी फाल्यौ लुतो भने थाहा छैन साउन फाल्छ लुतो कसले थाहा छ गाइजहरु यार त्यही त नि चिलाउँछ कनाएपछि त्यो आउँछ चिलाउँदैन लुतो भनेको साउन फाल्छ त एक गते तिमीले कुरा बुझ्दाउन के लुतो भनेको चिलाउने हो चिलाउँछ के कनाउँदाखेरि सबै चिलाउँछ होइन पहिलाको लुता अब पहिला साबुन थिएन स्याम्पू थिएन डिटोल थिएन लुता जिउमा आउँथे आजभोलिको लुतो उति हुन्छ के त्यो चिलाउँछ के यसो कनाएपछि निकाउँछन् कस्तो आयो मलाई ध्यान चिलाइछ यार कुरा सुनेर तिमीहरू यस्तै भन्छौ रात परेपछि चाहिँ यही कुरा मिठो मान्छौ खै यो मेरो साली पनि ढङ्ग लाउला जस्तो लागेन मलाई दिदी पनि त्यस्तै भन्थे बानी पारेपछि दिदी त खै यसो के हेर अब हामीहरू प्राय हामी छोरा मान्छेहरू भनेका बाहिरको काम हुन्छ हेर खाजाबुजा नि खाएको हुन्न अब हामीले भिटामिनको आवश्यकता हुन्छ त्यही भएर नि सुन लुते केटाहरूले मोटी बिहा गर्नुको कारण थाहा छ तिमीलाई दुध पनि धेरै आउँछ दुधालु हुन्छ अनि बच्चाले एकपट्टिको दुध खान्छ श्रीमानले एकपट्टिको दुध खान्छ यो दुध फेरि यति चाहिँ भिटामिन हुन्छ जगतलाई वेलकम है यो कोरियामा त दुध कम्ती महँगो पर्छ सानो बट्टामा हुन्छ कि नेपालको 1500 पर्छ यति एउटा बट्टामा पाउँछ कम्ती महँगो दुध हौ त्यो सुत्केरीहरूको दुध के यसरी धोको
चिनी हालेको हुन्छ साह्रै मिठो चुस्न आमा फेरि ठ्याक्कै चुस्ने त्यो बिर्को पनि राखिदिन्छु चुस्ने पनि ठ्याक्कै त्यो मुन्टा जस्तो के महँगो त्यो खाएपछि त नि हौ कहाँबाट तागत सबभन्दा साह्रो तुन्तुरो उठ्छ त्यो खाएपछि हेर साली नि लजा कि हाम्री साली खाजा खायो खाजा खाऊ हेर त खाजा खाऊ बाबा खाजा खाऊ यसको नि पिरियड भइरहेछ क्या हो अनुहारमा त पुरै डन्डी परेको छ त पिरियड भइसक्यो क्या हो मिन्स भइरहेछ तिम्रो के भने कहाँ छ पिम्पल ए खोइ आँखा त मधुरा छन् काम बिगारेको हिजो बेलुका आँखा मधुरा छन् झुके क्या अलि यता साली यता ए टिका भएर त पिम्पल छ जस्तै तर होइन यतिका मान्छेलाई बिहा गर्दाखेरि रात त छ्याङ्गै जान्छ है अब मैले हेला गरेको त भनेको त होइन साँच्चै हो अब बाबुआमाले लु कसले चाहिँ भुँडी बोकाएर माइतामै राखेर बाबुआमाले गए जा भन्न समाचार पाएँ भने मै जान्थेँ क्या सालीलाई लिन साँच्ची मनपर्छ क्या मलाई साँच्ची हो अब फेरि गोलेहरूको त फेरि अब साह्रै त्यो कथै नगरौँ तिम्रा दिदीले मैले कम्ती चेपेको हो सुरुमा आम्मा त्यो गङ्गटोको चेप्ने के अप्पै के गर्यो चेप चेपेको भाइ फोन गरेर भन्छु भन्दा नि नगर भन्छ फोन गरेर बोलाइदिनु दिदीलाई नगर सुतिहाल्छ कि बेथा लागिहाल्छ मेरो आवाज सुन्ने बित्तिकै ऊ सुतिहाल्ने केही कनाउँछ ओछ्यान लाउँछ दिउँसै फोन नलाउ लु सबैले माझ दिदी लाइभ आउ त बोला ओछ्यान लाउँछ दुध मार्छ के गर्छ के कनाउँछ बेथा लाग्छ कि दिदीलाई नगरेको पनि 3 हप्तामा नगरेको दिदीसँग बिचरा उसको बेथा डोज उसको अलिक कडा छ है डोज कडा छ दिदीको ए कन्नाएर नि हौ के गर्छ तर गोलीहरू तर यसो के गाइजहरु कोही छ भने मगर नि तामाङ नि अहौ गङ्गटोले यस्तो चेप्छ नि हौ मुहाएर त हेलो दिदी भेना हजुर त चिन्छ बेग्लै कनायो दिदी होइन दिदी त म सुँगेर पत्ता लगाउँछु बेग्लै कनायो है दिदी होइन बेग्लै कनायो दिदी होइन म त सुँगेर पत्ता लगाउँछु दिदी होइन अर्कै कनायो दिदी होइन तै पनि काम चल्छ कि प्रकृति रियालाई बोल्छे प्रकृति दिदी नै हो भने त भन्न पर्यो अर्को आइडी पनि हुनसक्छ प्रकृति गएर ओछ्यान लाऊ है म त खाटमा त भो खाट कराउँछ है प्रकृति खाट चर्कै कराउँछ छिमेकीले सुन्छन् छ्या बरु भुइँमा यो तिम्रो दिदीलाई काम लाग्दैन यो तिम्रो दिदीलाई काम लाग्दैन हेर तिम्रो दिदीलाई नि म झुट बोल्दिनँ एकताल के भयो भने म अलिकति खाएर आएको थिएँ दारू बर्थडे थियो हेर अनि आउँदाखेरि ल कान्छी अब अँध्यारोमा हेर त्यही भएर अँध्यारोमा कान्छीले ओछ्यान त लाइ दिदीले है पचाक पुचुक त कता छिरेछ 4 दिन हक नै भएन लु हेर तँ कता छिरो छिरो बोल्छे प्रकृति बाबा तिमीलाई दिदी नै रहेछ कि दिदी नै रहेछ तिमीलाई गाह्रो भयो एउटा फुल लास्ट भयो प्रकृति साह्रै गाह्रो भइरहेछ भेना अनि यहाँ भेना भेटेछ अनि साली भनेर दिदी भेना हो र होइन मेरो त बुढी हो नि बुढी हो साली ल अब भेनाजु बस अब के माग्छ है भेनाजुले ए प्रकृति है बिचरा गाह्रो भयो कनाउ है गाह्रो भने कनाउ बिचरा गाह्रो पो छ त पानी झरो आकाशबाट टन्नै झरिरहेको सँगै के हो यार गरिरहेको त मोदी के गर्छ तिला भाइ हिँगाउनै भाजी छ्या छिटो झरेको त नि नगरेको धेरै हुँदा छिटो झर्छ कि अब रोकिरहेको नि त कस्तो दलियो हो छ्या म त प्रकृति तिमीले झारे सेकेन्ड पनि लाने यार फ्याट गरेको त हातमै पो झारिसकेको छ होइन यस्तो के टाउकोमा समातेर गुलामा कनाउनु पर्छ छिटो झर्छ कि अब माथि मात्र समातो पनि ढिलो झर्छ कि लङ टाइम हुन्छ माथि मात्रै अनि अब हातले मुठीमा यसो हुन्छ कि यहाँ सुन है प्रकृति हातले च्याप्पै समातेर टाइम लागेन त नि म त भँगेराको मासु खान्छु बेबी छिटो झर्छ है म त छिटो झर्छ छिटो झर्छ छिटो पच्छ कि आहा
के हो प्रकृति एक ठ्याक देऊ न खै उसले त दिन्न होला ओइ गोले बुबु दे उसले बरु बुबु दिन्छ आया बुबु खानु पर्यो अलिकति कान्छी गोले आया ए साली अब भेना सुत है दिदीको यादमा यस्तरी सुत है यस्तरी सुत भागी त भागी के भागी तर्स्यो होला नि एकछिन पनि टाइम लाइन भनेर रिसाएर गयो होइन कि उसलाई यस्तो के उसलाई चाहिँ अलिक लामो अस्ति भेग्रा खाएर गरेको हामी 3 दिनसम्म उठो भाइ गर्नुसम्म गरेको मुत्नै भएन बिचारले उसको मुत्नै भएन मुत्नै भएन रे कसरी हिँडेको थाहा छ यसरी हिँड्दै थिएँ हेर त यहाँ हेर यसरी हिँड्दै थिएँ कुखुरा टुङ्गिदिन्छ लाडोमा नौठ्याक हानेको यसरी हिँड्दै थिएँ यसरी हिँड्दै थिएँ बिचरा चाहिँ यस्तो हुँदो रहेछ ओइ म त सिधा बोल्छु है त्यो धेरै पानी झरेरमा त पुत्ती पनि हो घोटेर नि आम्मा सबै छाला त पिलिसदो रहेछ त कोसा पनि त टिसी त यहाँ हुँदो रहेछ नि त घोटेर ओइ गोले बिचरा मेरो साली पनि पानी भाइ गोले त्यो अहिले नगर है भरे गर्नुपर्छ यहाँ भयो होला लाडो त खुल्किहाल्छ नि त लाडो त सानैमा खुल्किन्छ अब 13 वर्षदेखि खेलाएको अनि खुल्किहाल्छ नि 13 वर्षदेखि प्रकृति तिमीले पनि चिन्न मन लाग्छ नटारी भन भन न तिम्रो त झरिसक्यो अनि कस्तो आयो बाग्लो आयो 2 सेकेन्डमै ठक गरिरहेको 1 मिनेट पनि लागेन प्ल्याट गरेर हातमा फुसी त होइन के बाटामा आउँदै खेलाउँदै आएको थिएँ कि म बाटामा आउँदै खेलाउँदै आएको थिएँ झरिहाल्छ त कहाँ तिमीहरूले भने जस्तो कहाँ त्यो यस्तो हुन्छ कि हामीहरूको के हुन्छ भने नि आफ्नै बुढीले चिक्यो भने चाहिँ धेरै टाइम लाग्छ अर्काले गर भने छिटो झर्छ के त्यो नयाँ माल फ्रेस हुन्छ के है गोले यता हेर नि बाबा यो गोलेको पनि त दुध त साह्रै राम्रो हो कान्छी यता हेर न यत्राको लाज भएको दुध भनेको नि के को लाज बोकिरहेको छ त कसरी भयो कसैले लाडोले हान्दै क्या होइन यो यस्तो सुन यो चाहिँ मेरो साली पुती चार्दाखेरि चेपेको यो टिसीले चेपेको यहाँ टिसी गाडीको अब छिया भन्छ र पनि नजिक भएको चार्थ्यो तिमीलाई त धेरै छाडा बोल्ने मान्छे भेटेछन् है हजुर अब कहाँ दिउँसो छ र पो त राति त हामी पुती देऊ माग्छौँ सिधै कस्तो चिक्न मन लाग्यो कान्छी पुती देऊ भन्छौँ हामी त राति त अब माग्दा के हुन्छ अब गर्न मन लाग्यो भन्नु जाट्टा तिर्खा लाग्यो भने पानी खान्छु भन्छु भोक लाग्यो भने भात खान्छु भन्छु चिक्न मन लाग्यो भने पुती देऊ भन्छु माग्नु के हुन्छ माग्नु के हुन्छ अब उसले पनि मन लाग्छ हजुर बुढी छैन के हो भएर के भयो त त्यो घरि चिकेको पुती के गर्नु हामीले बाख्रा गाई भैँसी सबै भ्याइसक्यो होला होइन हामीले चिक्दाखेरि कराएको मनपर्छ आथा कराएको बाख्रा कहाँ चिक्दा ए गर्छ त छिराउँदा त्यस्तो मन पर्दैन हामीलाई बरु कराउँदाखेरि यस बेबी भनेर पिलिप्त झार्ने चाहिन्छ बिचरा प्रकृतिले पनि कति गर्न मन लागेको तर घिनाउँछ कि यिनले चुसेकी रहेछ कि थाहा पाएको रहेछ यिनले अब नुनिलो हुँदैन थाहा पाएकी रहेछ यिनले चुसेको रहेछ चुसेको उसले के भनेको भने उसले के भनेको भने उनीहरूको भाषामा मैले चुसेको छु छैन नि भन्दैछ गोलेले पनि चुसेको रहेछ म बुझ्छु नि चुप लाग्यो त खोइ चुप लाग्यो यहाँ सुना के थियो तिम्रो माइन्ड नगर है सरी है तिमीहरूले मैले के भने है सरी तिमीहरूले के भने आइएम रियली सरी तर हेर अब हामी छोरा मान्छेहरूले भनेको परदेशमा हुनेले ड्युटी सकेपछि एकचोटि चिक्न मन लाग्छ हेर ड्युटीबाट सकेर नुहाउँदाखेरि लडक्कै उठ्छौ ठके भएको खोइ ठडक्कै ठन्किन्छौ ठुक्क भगवानले त लगाइदियो भाडो दिएन फेरि नेपालमा झर्छ फेरि अर्को दिन काम गर्दा निन्दा लाग्छ कि चिक्ने कुरै बुझ्दैन प्रकृतिले है तिमीहरूको पनि खेलाउँदाखेरि पानी आएपछि निन्दा लाग्छ तिमीहरूले पनि अब टिसी चलाएपछि पानी आइहाल्छ अनि त्यहाँबाट झोक्रिने अलिकति है नुन खाएको जति मन लाग्यो नि जति आफ्नो मन लाग्यो के गर्नु 2 मिनेट 1 मिनेटमा प्लुत होइन त यसो के सुरुमा जसको नि माल छिटो झर्छ कि हेर तिमीहरूको पनि झर्छ है दुधमा किचिका समातेर पुतीमा पानी आइहाल्छ चुप छाड नबोलाइ कति छाड बोलेको यो मान्छेले मैले मुख देखाउन सके हैन यत्राको लाज पुतीमा पानी ल्याप्पै आछ लाज
नाटकै गर्छ यिनीहरूको पनि यस्तो के यहाँ सुन है अहिले त यो रात परेको छैन कि रात परेपछि सबैले चिकेर सुत्न मन लाग्छ एकचोटि हेर न सबैले चिकेर सुत्न मन लाग्छ एकचोटि हेर लेखेर राख तिमीहरूको महिनावारी हुँदाखेरि पनि बेग्लै कुरो हो तर महिनावारी सकेर छ भने त्यो चुम यसले कसरी थाहा पायो बोक्स हो के भन्दैछ क्या कसरी थाहा पायो यसले भन्दैछ प्रकृतिले पनि गर्न मन लाग्दछ राति नि होइन चम्किन्छ क्या सबैको चम्किन्छ तिमीहरूको चाहिँ यस्तो हुन्छ यसो हुन्छ जस्तै मुख छ त के हो यो चाहिँ के अर्को त्यो द्वारामा जहाजहरू सुँगो छ म कस्तो ठ्याक्कै पुती जस्तो मुख छ त्यस्तै पुती जस्तै त बनाएको यिनीहरूलाई लु साँच्चै चिक्न मन लागेको छ ओइ कान्छी उता थाप त ए गोले ल तेरो पनि खेलाइ ए प्रकृति पनि खेलाइ ल फेरि झाडु यार गंगा ठीक भयो जुमी छ गोले आगर है मुखामा चढ्दैन टिसीमा चले भयो त ठीक भयो जुमी प्रकृति थापिस यहाँ हिस्टोरिया लाएर रहेछ आज अलिक लङ हुन्छ है आज अलिक लामो पारौँ है हात पड्काइरहेको सम्झै तिम्रो चलाऊ है एउटा उम्लो हाल है भित्र एउटा उम्लो हाल नि बुढीवाला टिसीबाट उम्लो हाल यताको छिया कति मजा पर्छ क्यामेरा अड्याएर गर्ने नि के हात पड्काइरा हो अड्याएर उसमा दुध मार्दै कडा माडा चर आनियन में यार अच्छी आज आगो छ कति छिटो त अनि के भिटामिन पर्छ ला यस्तो छाडा मान्छे नै हुँदैन मलाई थाहा थिएन यति धेरै छाडा नै हुँदो रहेछ ए तेरिका हामीहरू माग्छौँ के छोरा मान्छेले चिक्न मन लाग्ने उठ्याङ गर्छ तिम्रो पनि माग्दैनौ यसो तुन्तुरो चिमार्छौ गालामा चुम्पा गर्छौ हातमा टोकिदिन्छौ तिमीलाई चिक्न मन लाग्यो भने माग्दैनौ तिमीहरू हामी त मन लाग्ने माग्छौँ हामी त माग्छौँ दिन्छौ चिक्न मन लाग्छ दिन्छौ देउलु यार नाना दिन्छौ खाना बाहिरै थार्ने लु कसले थाप्ने ऊ गोलेले ऊ त गोले बाङ्गिसक्यो ए गोले दे ठ्याक दे न त दुध खुवाएर जा भएको त के बाँडेर खानु न हौ छ्या ओइ तिमीहरूले एउटा कुरा भन्छौ गोलेर सुन प्रकृति पनि सुन हेर म एउटा कथा भन्छु तिमी हामी सबै मरेर जाने चोला हो हेर मरेपछि माथि त्यो स्वर्ग र नर्क हुन्छ अरे त्यो स्वर्ग र नर्कको गेटमा चाहिँ ऊ बस्छ अरे के त्यो यमराज भोटे कुकुर बस्छ अरे यत्रो लिएर अनि सोध्छ अरे हाम्रो आत्मालाई माथि ओइ चिक्ने ए मनुष्य जगतमा चिकिस जगत भनेको संसार है पृथ्वीमा चिकेर आइस भन्छ अरे अनि अब पक्कै चिकेको छुइनँ भने स्वर्ग जान पाउँछ भनेर छैन महाराज चिकेको छैन भन्नु ए चिक्ने भन्छ अरे सुन न मेरो कुरा सुन अनि त्यहाँबाट ए मनुष्य जगतमा चिकिस भन्छ अरे चिके हजुर चिके भन्नु स्याबास नर्क जाए मुची भनेर के अरे स्वर्ग जाए मुची स्वर्गको ढोका खोलिन्छ अरे के त्यही भएर हेर मेरो कुरा सुन हेर चिक्न पर्छ स्वर्ग जान पाइन्छ चिक्न चाहिँ पर्छ है हेर अब तिमीहरूको पनि अहिले पो पुत्ती राम्रो छ बच्चा भएपछि हुन्छ च्यातिन्छ अनि गनाउँछ अब अहिले पो सबैले राम्रो छ अब तिमीलाई फुर्सद छ स्प्रे गर्छौ हुन्छौ पोखाल्छौ होइन अब होइन अहिले पो पुती भन्छ पछि बच्चा भएपछि त भाँडो भन्छ हे यसका भाँडो कति भन्नु पर्यो चस्मा किन अन्त खोलिदिउँ न अन्त गएर हो भने त अब किनभने म त डाक्टर साहब पनि भन्नु पर्यो कटु खोलेर लाइमा सबैले देखेर झार्नु पर्यो त्यो हातमा ल्याएर थुक ल्याएर नदेखाऊ कटु पकमा कटु गरिदिन्छु बिचारहरूले कति चिक्न मन लागेको छ पकमा कटु गरिदिन्छ यसो हुन्छ के यो अब त्यतातिर बुझ्ने मान्छे कोही छैन होला है टन्नै छ मान्छे के कुमा लगाउँछु झट्टा ल तिमीहरूले चाहिँ कट्टु भनेको अलिकति क्यामेरा उता फर्काउँ है सुरुमा प्रकृति यसो गर है तिम्रो पनि उम्ला हाल है उम्ला हालेर त्यो साइली उम्ला हालेर बुढीहरूले त्यो टिसी घोटा है बिचरा के अरे कान्छी लु खेला है म कटु खोलिदिएँ यिनीहरूले कटु खोलेर गर्नु पर्यो लु हेर नि त्यहाँ खोल्दै क्या साँच्चै लु कटु हेर त कटु हेर त कटु लु कटु लु उम्ला हाल कटु भित्र अर्को कटु होला अनि बक्सर पनि खोल्दिउँ होइन
अर्को लायो भने यस्तो चेप्छ त्यो गुला चेप्छ के गुला चेप्छ म लाउँदिनँ हतपति ल चलाऊ त्यो कटोभित्रको सम्झेर चलाऊ त लामो बट्टारिएको नसले टाउको ठुलो पिल्छेको खुल्किएको लु सम्झ प्रकृति ल हाल गोले त पनि छोड त पनि चला गोले चला उसको पनि घोप्टेर चलाउँछ क्या अलिकति टाउको लुका तु चला कटु देखाउँदैछ त यार म त पत्याकै छैन यस्तो नि हुन्छ भने यो भिसी भन्नेलाई यो पो काम लाग्दैछ ऐ प्रकृतिलाई आउन हाल कस्तो चिक्ने उसले भनेर गरिदिएको हाल्नु छैन ल म कटुमै दलिदिन्छु है छिटो धर्छ है गोले थाप त च्यात गोले च्यात त धर मै दलिदिन्छु है हामी त हेर्दैन नहेर नि त यत्राको सिगान हुन्छ है नाक हेर त मेरो सिगान छ नाकको सिगान छ लु नाकमा सिगान छ कति मिठो तर नुनिलो हुन्छ क्या लु हेर तिमीहरू पनि चिक्न मन लाग्यो हामीलाई पनि चिक्न मन लाग्यो लु मिलो त तर तिमीहरूको देखाएन मैले देखाएँ लु म कटु लाउँछु है मेरो झारी छ कि उनीहरूको भर्खर तात्दैछ तात्दैछ यस्तै हो कि हामी छोरा मान्छे भनेका चाइनिज फोन के पिलित्त झन् ऊ गोली अनुहार हेर त यिनको अनुहार हेर त लु भर्खर झारेर आगे अनुहार हेर त लु अनुहार हेर त यिनको गोलेको अनुहार हेर त ऊ आँखा हेर त आँखा गोलेको आँखा लु ए गोले यता क्यामेरा भाउ सक्छौ तिमीहरू सक्छ हाम्रो झारेर यस्तो अनुहार देखिन्छ यी सबै कटु देखाएर हुन्छ तेरिका हो म झुट बोल्दिनँ कि भने कटु लायो भने भुत्ला पर्दैन के मसँग त लामा भुत्ला छ अब हेर त ऊ कति लामा छ नि अब देख्यौ कटु लायो भने यस्तो भुत्ला हुन्छ कि हातै छ नि भुत्ला देख्यौ तिमीहरूको छ नाटक गर्छस् तिमीहरू कटु लाएन भने यस्तो पर्छ लु यसो गर तिमीहरू ढेर नाटक नगर त एकजनाले दुधै एउटाले पुतिदेऊ छिटो त्यो माग्दा हुन्छ है जबरजस्ती गर्दा हुँदैन माग्दा हुन्छ भगवानले दिएको चिक्ने त्यहाँ कतिजना मान्छे छ डक्टरले बुझ्यौ नि डक्टर चढेपछि के हुन्छ बुझ्यौ नि त्यहाँको भ्युअर्सले रेस्पेक्ट गर दङतिको नहोस् माग्दा पनि नदिने के दिन्छ खै दिए पो सुबे फाप्पे होस् नाटक खप्टाएर चिन्ने हो तलमाथि राखेर कसरी गराउँछ उता गोले गर्थी प्रकृतिले गर्थी अर्कोले गर्थी तिमीहरू पुत्तीको भारी तिमीहरू काम छैन पुत्तीको भारी ए गोले डिम्पल बोकेर लाजै लाग्दो म त कसम भने म फेस देखाउन सक्दिनँ गाइजहरू यार यसरी देखाउ तिमीहरू सक्छ त्यही भएर तिमीहरूले अँध्यारोमा मात्रै चिक्नु भन्छ कि तिमीहरू अँध्यारोमा मात्रै चिक्न पर्ने त्यसको के देखेर मलाई यहाँ आयो ल हामी गएको ल हामी निस्केको ल है तिमीहरू